सन्डे अनलाइन सर्भिस युकेद्वारा सञ्चालित मित्रताको सवारी कार्यक्रममा यहाँहरूलाई स्वागत साथै न्यानो अभिवादन। जय मसीह। रिसा मानिसले मूर्ख कामहरू गर्दछ। हितोपदेश 14 को 17। सत्यता यो हो कि जब तपाईको क्रोध तपाईमाथि विजय भयो भने यसले तपाईको सबैभन्दा खराब कुरालाई प्रकट गरिदिन्छ। तपाईले याद गर्नुपर्ने अधार्मिक क्रोधको बारेमा बाइबलले 3वटा कुरा बताउँछ। पहिलो, यो मूर्खतापूर्ण छ। छिट्टै रिसाउने मानिसले मूर्खतापूर्ण कामहरू गर्दछ र दुष्ट मानिसहरू घृणित हुन्छन्। बेन्जामिन फ्राङ्कलिनले गरिब रिचर्डको इतिहास नामक पुस्तकमा यस्तो लेखेका छन्। गरिब र अपाङ्ग रिचर्डबाट यो शिक्षा लिनुहोस्, जुन कुरा रिसमा सुरु हुन्छ त्यो लाजमा गएर अन्त्य हुन्छ। दोस्रो, यसले विभाजन ल्याउँछ। गरम मिजाजको मानिसले कलह मचाउँछ, तर धैर्यवान मानिसले झैझगडा शान्त गराउँछ। हितोपदेश 15 को 18। कहिलेकाहीँ हामी उचितै कारणको लागि क्रोधित हुन्छौँ होला, तर प्रायजसो हामीलाई यस कारण रिस उठ्छ कि हामी स्वार्थी छौँ, अधीर, झर्किरहने अथवा हामीहरूलाई गरिएको व्यवहारको बारेमा चित्त दुखाउने व्यक्ति हौँ। एकपटक हास्य कलाकार बिल रोजर्सले भनेका थिए, क्रोधमा उड्ने व्यक्तिको बिरले राम्रो अवतरण हुन्छ। समस्यालाई समाधान गर्नुको साटो रिसले जहिले पनि झनै खराब गर्दछ। तेस्रो, यो विनाशकारी हुन्छ। गरम मिजाज भएको मानिसले सजाय भोग्नै पर्छ। त्यसलाई उम्कन दिइस् भने त्यो फेरि तैँले गर्नुपर्ने हुनेछ। हितोपदेश 19 को 19। यसको मतलब यदि तपाईँ रिसाइरहनुहुन्छ भने तपाईँले धेरै कुरा गुमाउँदै जानुहुन्छ। तपाईँले आफ्ना साथीहरू गुमाउनुहुन्छ, तपाईँले आफ्नो परिवारको प्रेम र आनन्द गुमाउनुहुन्छ, तपाईँ आफ्नो व्यावसायिक साझेदारीहरू गुमाउनुहुन्छ र यसले तपाईँको आफ्नै स्वास्थ्य पनि गुमाउने अवस्था सिर्जना गर्न सक्छ। मुटुको गम्भीर रोग भएका जोन हन्टर नामक एक मनोवैज्ञानिकले भनेका छन्, मेरो जीवन त्यो व्यक्तिको हातमा छ जसले मलाई क्रोधित बनाउन सक्छ। मलाई क्रोधित बनाउने पहिलो निज व्यक्तिले मलाई मार्न सक्छ। अनि तपाईँलाई थाहा छ, त्यो निज व्यक्ति तपाईँ नै पनि हुन सक्नुहुन्छ। यसकारण आफ्नो रिस नियन्त्रण गर्न परमेश्वरसँग सहायता माग्नुहोस्। परमेश्वरले तपाईहरूलाई प्रशस्त मात्रामा आशिष दिनुभएको हो। जय मसीह।